ओके, हाम्रो क्लास 7A को स्टुडेन्ट्सले एउटा प्र्याक्टिकल वर्क डे बनाइरहेको छ। त्यो श्वास प्रश्वास क्रियासँग सम्बन्धित उसले आफ्नो परिचय दिएर यो कसरी बनाएको, कति खर्च लाग्यो, यसको काम के हो, सबै प्रश्न पार्नेछन्। सुरु गरौँ। नमस्कार सबैजनालाई, म समल राई कक्षा 7 बाट। अनि हामीले चाहिँ आज यो श्वास प्रश्वास प्रक्रियाको लङ्स प्रोजेक्ट बनाएको छ। अनि यो बनाउनलाई चाहिँ हामीलाई एउटा बलुन 3टा, अनि एउटा प्लास्टिक बोतल, 3टा स्ट्र, 3टा फ्रुटीको स्ट्र चाहिएको छ, अनि टेप पनि। अनि यो बनाउनलाई हामीलाई बलुनको लागि 20 र स्ट्र त त्यसै नै पायो, बोतल घरमै पायो। अनि टेपको लागि 50 खर्च भएको छ। 50 रुपैयाँ कि 50 रुपैयाँ 50 रुपैयाँ खर्च भएको छ। अब यसले कसरी काम गर्छ त्यो देखाउनु ल, अलिक नजिकै आउनु है। ओके, यो साथीहरूले पनि देख्ने गरी बनाइदिनु ल। यिनीहरूलाई देखाउने छ उतातिर यतापट्टि यो प्र्याक्टिकल गरिदिनु त कसरी काम गर्छ। यसको चाहिँ यो अर्को एउटा एक्स्ट्रा बलुन राखेको छ। यसलाई चाहिँ तान्यो भने यसको श्वास क्रिया हामीले गरेको जस्तै श्वास क्रिया हुन्छ। यसरी तान्दाखेरि के भयो, श्वास लिनेर तान्नु भयो। अहिले यो हेर्दा बेलुन खुम्चिरहेको छ नि, होइन देखिन्छ नि। बेलुन खुम्चेको बेलामा हावा छोडेको के लिएको, बेलुन खुम्चेको बेलामा हावा छोडेको। अब तानौँ त, हावा तानौँ कसरी छाती फुल्छ। यो अब छाती फुलेको अवस्था हो। अब तानिराखेको बेलामा नै यो फुलेर बस्छ, हेर्दा यस। ओके, अनि छोडेको बेला यहाँ हावा आउँछ, हाम्रो सास तान्दाखेरि बोल्दाखेरि चाहिँ बेलामा हामी चेक गर्न सक्छौँ। एउटा सानो कागज यसले चाहिँ ढकेल्नुपर्छ, होइन? यो हामी प्र्याक्टिकली गर्छौँ। अब कार्बन डाइअक्साइड यसले छोड्ने बेलामा, हावा छोड्ने बेलामा यो के गर्छ, यसलाई फाल्छ। यो जस्तो सपोज यो मुखमा राख्छौँ हामीले, नाकमा।